नमस्कार आदरणीय दर्शकवृन्द। अहिले म यतिखेर रामपुर नगरपालिका वार्ड नम्बर 10 भोपाल नगर नजिकका स्थायी बासिन्दा हाम्रा पूर्व शिक्षक आदरणीय गुरु जो जिन्दगीको धेरै समयसम्म शिक्षा क्षेत्रमा योगदान दिएर भर्खरै मात्र अवकाश हुनुभएका युवराज ओस्ती सरसँगको कुराकानी जम्का भेट भलाकुसारी लिएर उपस्थित भएको छु। सर यतिखेर बिहानको मर्निङ वाक सकेर आइरहेको अवस्थामा थोत्रीबारी नजिक भेट भएर मैले लिइरहेको छु। सर नमस्कार। नमस्कार गाउँ। अनि सन्चै हुनुहुन्छ? सन्चै छ दादा। अनि हजुरको आजभोलि दैनिक दिनचर्या कसरी बितिरहेछ? मेरो सामान्य घरसारमै दिनचर्या बितेको छ। विद्यालयमा सेवा गर्थेँ नजिकको जनकल्याण मावि रामपुर 10 रामटार पाल्पामा। हजुर। 2044 12-23 देखि 2082 3-22 सम्म हजुर अविरल रूपमा अविच्छिन्न सेवा गर्दै आएँ र 82 को आषाढ 22 गते राजीनामा दिए पश्चात आफ्नो जनजीवन दैनिकी घरसारमै बितेको छ। हालैको यस वर्षको बडा दशमी हजुर 2082 राम्रोसँग मनाइयो। हजुर। मान्यजनसँग टिका लगाइयो। हजुर। छर छिमेक इष्टमित्र सबै आफन्तजनहरूसँग शुभकामना दिने र आदान प्रदान गर्ने गरियो। हजुर। अब आउँदै गरेको दीपावली तिहार पनि राम्रोसँग उत्साह उमङ्ग साथ मनाउँछौँ भन्ने आशावादी छु। हजुर। र मैले भन्नुपर्दा लामो समय आफूले नै ककनर गरेको विद्यालयमा लामो समयसम्म सेवा गर्न पाउँदा म आफूलाई गौरवान्वित छु र आदरणीय सरप्रति आभार व्यक्त गर्न चाहन्छु। अनि सर लामो समय चाहिँ शिक्षा क्षेत्रमा बिताउँदाखेरि घरमै नजिकै घरपाइमा अरू त एक ठाउँमा पढाउने, अर्को ठाउँमा सरुवाउने, अर्को ठाउँमा सरुवाउने धेरै शास्ति बेहोर्नु पर्थ्यो। तर तपाईँले चाहिँ पोस्टिङ पनि त्यहीँ भयो र अवकाश पनि त्यहीँबाट पाउनुभयो। हजुर। यसरी हेर्दाखेरि तपाईँ धेरै भाग्यमानी गुरु हुनुहुँदो रहेछ नि त। हजुर, म आफूलाई व्यक्तिगत रूपमा भन्नुपर्दा भाग्यमानी अर्थात् अभाग्यशाली सम्झेको छु पनि। किनभने आफ्ना अग्रजहरूले स्थापना गरेको विद्यालयमा त्यही विद्यालयमा लिप्टी बोकेर थर्की बोकेर हजुर आमा भाउजूहरूलाई दिदीहरूलाई गुन्दिनुहोस् म ककनर गर्न जाने हो भनेर काँधमा गुन्दी राखेर गएर पढेको विद्यालय। हजुरमा त्यही विद्यालयमा मलाई अध्यापन गराउनु हुने आदरणीय गुरुहरू त्रय शोभाकान्त भण्डारी, नारायण प्रसाद भण्डारी ब्राकेटभित्र मावली बुवा र बाउरन्ती मसिना सर प्रति म आभार व्यक्त गर्न चाहन्छु, जहाँ कि उहाँको मार्गदर्शनमा मैले आफ्नो जीवन सफल गरेको महसुस गरेको छु। अनि लामो जिन्दगीमा पढाउँदाखेरि गुरु हुँदाखेरि अब स्मरण रहोस् हामी पनि तपाईँको शिष्य हो। त्यतिखेरको तत्कालीन शिक्षा नीति र त्यतिखेरको स्कुलभित्रको अनुशासन र अहिलेको अवस्थामा अहिले तपाईँ अवकाश हुने बेलाको चाहिँ अवस्थाको चाहिँ शिक्षा नीति र अहिलेको परिवेशमा के फरक पाउनु भएको छ? हजुर, त्यो बेला सूचना प्रविधिमा अलिक वञ्चित थियो। अहिलेसम्म इन्टरनेट इमेल सबै चाहिँ नि विकास भइसकेको थिएन। किताबको पाना पढ्नु पर्थ्यो। इमेल इन्टरनेट भनेको के हो भनेर सूचना सञ्चार गर्ने भनेको एउटा हुलाकी माध्यम मात्रै थियो। अतिरिक्त हुला रामटारमा थियो। त्यसबाट नै हामीले पत्र पत्रिकाहरू, कान्तिपुरहरू, पाल्पा टाइम्सहरू पढ्ने गर्थ्यौँ। र अहिले सूचना प्रविधि कारणले होला टिचर फेस्टिभलले गर्दा थोरै सूचना प्रविधिमा सुविधा पाए जस्तै केही यसका विकृति पनि देखा परेका छन्। हजुर। त्यसमा सदुपयोग भइदियो हुन्थ्यो। जुन मान्यताबाट सूचना सञ्चार गरिएको छ अहिले आधुनिकरण भएको छ, त्यसलाई त्यसैको अर्थमा प्रयोग गर्न गल्ती हुन्थ्यो भन्ने मेरो धारणा छ। अलिकति विकृति शृङ्खल र अनुशासनभन्दा बाहिरका क्रियाकलापहरू सूचना प्रविधि हुँदा त्यो पक्षमा नराम्रो लाग्छ। अनि तपाईँले बुझेको चाहिँ जिन्दगीमा विद्यार्थीले चाहिँ महत्त्वपूर्ण किसिमले चाहिँ पालन गर्नुपर्ने विधि भनेकै अनुशासन हो। अनुशासन हो। अनुशासन मान्छेको मेरुदण्ड पनि हो। अनुशासन बिना मान्छे रहन सक्दैन। जसरी पानी बिना माछा रहन सक्दैन, त्यसैले अनुशासन बिनाको विद्यार्थी अथवा कुनै पनि व्यक्ति समाजलाई लागि चाहिँ सभ्य र शिष्ट बन्न सक्दैन। पहिला पाठ्यक्रममा पाठ्यपुस्तकहरूमा नैतिक शिक्षा भन्ने पठन पाठन गरिन्थ्यो। 10 वर्षीय गृहयुद्ध भूमिगत गृहयुद्धको कारण माओवादीका साथीहरूले
नैतिक शिक्षा भन्ने पाठ्यपुस्तक जलाइदिने र पाठ्यपुस्तकमा तयार भएको प्रश्नपत्र जलाइदिने गर्दा नैतिक शिक्षा हराएको हुनाले अहिलेसम्म एउटा आधारभावसह नैतिकता भन्ने कुरो थोरै गुमेको हो कि भन्ने खालको महसुस गरेको छु मैले। भनेपछि सर अब अलिकति शिक्षा नीति र प्रणालीमै चाहिँ तल्लो लेभलदेखि नै अलिकति परिमार्जन गर्नुपर्ने आवश्यकता हजुरले देख्नु भएको छ? नैतिक शिक्षा र नागरिक शिक्षा अनिवार्य हुनुपर्छ जस्तो लाग्छ, जसले कि एउटा आफ्नो संस्कार, मूल्य, मान्यता, राष्ट्रियता, राष्ट्रप्रतिको माया, देशप्रतिको माया, सद्भाव, राष्ट्रप्रतिको भावना अलिक कम भएको हो कि विदेशी जलघरमा डलरमा चाहिँ चलेर युवा पुस्ता गइराखेको छ कि भन्ने खालको कुरा मैले महसुस गरेको छु। अलिकति प्रसङ्ग ल्याउनु भयो सरले। युवा पुस्ताको कुरा गर्ने हो भने तपाईँहरूले पढाएका चाहिँ हामी लेभलका युवा पुस्ताहरू अहिले चाहिँ यो ग्रामीण इलाकामा छैनन्। के होला यो चाहिँ हाम्रो देशको अवस्था, देशको भनौँ न बेरोजगारी अवस्था हो कि अब चाहिँ के अवस्थाले होला यस्तो भएको? परिवर्तन विकासको सोपान हो, स्वाभाविक युग पनि सत्य, त्रेता, द्वापर र कलियुगमा रूपान्तरण भएको स्वाभाविक कुरा हो। शिक्षाको उच्च मूल्याङ्कन र अनुभवको आधारमा शैक्षिक नीतिमा सुधार भएको कुरा राम्रै कुरा हो, तर सूचना प्रविधिमा अलिकति लिएको उद्देश्यभन्दा बाहिर गएकै हो। शिक्षा नीतिमा परिवर्तन हुनुपर्छ, किनभने नैतिक शिक्षा भएन भने समाज, सभ्य समाज र परिकल्पना गर्ने जस्तो समाज हुन सक्छ भन्ने। त्यसरी बुझ्दाखेरि आफूभन्दा पाका पुस्तालाई चाहिँ सम्मान र आफूसँगैकालाई सहकार्य र आफूभन्दा मुनिकालाई माया गर्ने संस्कृतिको विकास। इतिहास साक्षी छ। वीर गोर्खाली भनेर हिमालयको देश, गौतम बुद्धको देश भनेर भनिने नेपालमा यहाँ ऋषिमुनिको तपोभूमि भन्ने गरिन्छ। यहाँ वेद, वेदाङ्ग, धर्मशास्त्र, नीति ग्रन्थहरूको समेतको चाहिँ नि एउटा उद्गम स्थल भनेर चाहिँ जुम्लाको लाई भन्ने गरिएको छ यहाँ शब्द भण्डार भनेर। त्यो अनुसार चल्नुपर्छ भन्ने खालको मेरो मान्यता हो। नेपाल विचित्रको सम्पदा, जल, जमिन र जङ्गलले भरिपूर्ण भएको देश हो। यसमा राजनीतिक दलहरू र पार्टीहरूले यसलाई चाहिँ नि मूल्याङ्कन गर्दै गौतम बुद्धको देश, शान्ति भूमि, हिमालयको देश, हाम्रो छत्र छाया भन्ने खालको संस्कार र अलौकिक यहाँका धर्म, मूल्य, मान्यता भएको कारणले यो अनुसार चलियो भने हामीलाई कुनै पनि कमी हुन्छ जस्तो मलाई लाग्दैन। त्यो राजनीतिक दलले सोच्नै पर्ने हुन्छ। धन्यवाद छ। अब अहिले पनि युवा जोस र जाँगर छ। तपाईँ कति वर्षको हुनुभयो सर? म उमेरमा 2022-23 मेरो जन्म भएको हो। म अहिले उमेरले 60 वर्षको लागेँ, तर उत्साह उमङ्ग त मेरो 15-16 वर्ष जस्तो। भनेपछि 60 वर्षको त अब चाहिँ नेपाल सरकारले चाहिँ ज्येष्ठ नागरिकको परिचय पत्र दिने बेलामा आउनुभयो हो। यहीमा राज्यलाई सम्मान छ, किनभने ज्येष्ठ नागरिकको सम्मान दिएकोमा राज्यप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। किन भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने राज्यको कर्तव्य त्यो सरकारको पक्ष छ। तपाईँलाई सबैभन्दा खुसी लाग्ने कुरा के छ आजभोलि? मलाई खुसी लागेको भनेको के हो भने मैले त विद्यालयप्रति नै हेर्छु। टाढाको कुलो सिँचाइको हाम्रो प्राणदाता जल र शैक्षिक क्षेत्रको उन्नयन गर्ने विद्यालय जनकल्याण मावि रामटारमा अध्यापन गरेर त्यहीँबाट म निवृत्त हुन पाउँदा मलाई खुसी नै लागेको छ, गर्व लागेको छ। आफ्नो व्यक्तिगत रूपमा आफ्नो सम्मान आफै गरेर पनि छु। मैले जे गरेँ त्यही विद्यालयमा गरेँ, जे पाएँ त्यहीँ पाएँ, जे लिएँ त्यहीँबाट दिएँ। मेरो क्षमता, मेरो पूजादी समयले खर्च गरेँ, मैले राष्ट्रको लागि गरेँ, शिक्षामा गरेँ। तमसोमा ज्योतिर्गमय भन्छ, अन्धकारबाट उज्यालोमा लाने काम गरेँ मैले। अहिले तपाईँले पढाएका विद्यार्थीहरू प्रारम्भिक लेभलमा, प्राथमिक लेभलमा पढाएका विद्यार्थीहरू देश विदेशमा हरेक ठाउँमा छन् बाबु। यो विषयमा प्रश्न गर्नुभन्दा अगाडि मैले आन्सर दिने कुरा गरेँ, मलाई हतार लाग्यो। किनभने मैले पढाएका विद्यार्थीहरू पाकिस्तान युनिभर्सिटीबाट PhD पनि गरे, जसको नाम अजुत अधिकारी हो, हाम्रै भाइ भतिजा छोरा हुन्। अनि कृष्ण प्रसाद आचार्य भन्ने क्यालिफोर्निया युनिभर्सिटीमा पढेर अहिले पाइलट काम गर्नुहुन्छ, र बद्री प्रसाद भण्डारी भन्नेको अहिले क्यालिफोर्नियामा इन्टरनेसनल LLM गरेर वकालतको काम गर्नुहुन्छ। मलाई त्यसैमा गर्व छ। मैले पढाएका सबै विद्यार्थीहरू उच्च ओहदामा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त भएको हुनाले मलाई त्यो गुणा गर्व छ। भनेपछि ती जुन यहाँबाट उत्पादन हुने शैक्षिक उन्नयनमा माथिल्लो लेभलमा पुग्ने चाहिँ विद्यार्थीहरूले पनि आफू जन्मेको, हुर्केको र शिक्षा दिएको क्षेत्रमा कर्तव्य निर्वाह गरिरहनु भएको छ। हजुर, मैले गरेर